एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम ठिक छु। अनि आज चाहिँ रहेको छ मेरो मावलामा तेस्रो दिन। अनि हामी चाहिँ अब हिजो र अस्ति पूजा थियो र पूजा सकिसकेपछि चाहिँ अनि आजको दिन चाहिँ हाम्रो खसी काट्ने कुरा थियो। अनि खसी यहाँ काट्नु हुँदैछ। अनि आमालामा माछा पनि पाल्नु भएको छ। अनि यो चाहिँ माछालाई चारो दिनुलाई बाहिर म जाँदैछु। अनि माछालाई चारो दिनुलाई सुरुमा त उसले त हालै अनि हात धुनु नि त यहाँ हातै लाउन मन लागेको छैन अहिले यार। एउटा माछा त निक्ली। अनि यहाँ चाहिँ मामलामा कस्तो राम्रो फुल फुलेको रहेछ कि। अनि यो फुल चाहिँ मलाई कति राम्रो लाग्यो। अनि यो फुल चाहिँ मैले प्रायः जस्तो म मामला गएको बेलामा यो फुल चाहिँ म त्यहीँनिर मात्रै देख्छु कि यस्तो मजाले जम्म फुलेको थियो क्या सबैतिर। अनि हाम्रो पूजामा पनि यही फुलले काम दिइरहेको थियो। अनि यही फुल नै युज गर्नुभयो पूजामा पनि। अनि मेरो बहिनी र म चाहिँ चटपटे खानु जाँदैछौँ यहाँनिर। अनि आन्टी चाहिँ अब पहिल्यैदेखिको होइन, अनि जस्तो देखेको पहिला त्यस्तै हुनुहुँदो रहेछ। अनि कति वर्षपछि आउँदा पनि त्यस्तै देखेको क्या। अनि हामी मामला आउँदाखेरि जहिले पनि यहाँको चटपटे मिस गर्थ्यौँ। अनि कहिले जानु र त्यहाँ चटपटे खानु भन्ने हुन्थ्यो। अनि आन्टीले चटपटे नि मिठो बनाएर दिनुभयो। अनि स्प्राइटसँग चाहिँ चटपटे खाँदैछौँ। सबैजना फर्क्यौँ त्यही दिन। अब एकैचोटि दसैँमा भेट हुन्छ अब। अनि यहाँ चाहिँ अब हाम्रो जानेला पनि भइसकेको पछि अनि लुगासुगा प्याकिङ गरेर नि हामी चाहिँ धरानतर्फ निस्क्यौँ। 2 दिन अगाडि हामी धरानबाट जब यहाँ आएको थियौँ नि त्यतिखेर चाहिँ बाटो एकदम अर्थवा नै थियो। मतलब त्यति साह्रो धुलो थिएन। खाल्टाखुल्टी त अब त्यस्तै हो, बनाउँदै थियो। अब पहिल्यैदेखि बनाएको यो बाटो अहिलेसम्म पनि बनिसकेको छैन नि त। बाटो खाल्टाखुल्टी धुलो चाहिँ अलिक कमै थियो भनौँ। हामी जाने दिनमा चाहिँ यहाँनिर पुरै धुलो उडाइरहेको थियो क्या। अनि यति धुलो म सोचिरहेको थिएँ यो धुलोमा हामी कसरी जान्छौँ होला भनेर। अनि म चाहिँ जानु पनि मन लागेको थिएन। अनि हामीलाई चाहिँ टेम्पोले लिएर रोकिदिरहेको। अनि आउँदा त धुलो यति धेरै रोडभरि घरहरू सबै धुलोले नै छोपिरहेको थियो। अनि गाडी जाँदा पनि उता परसम्म पुग्दाखेरि पनि त्यो गाडी नै नदेखिरहेको क्या। अनि त्यस्तो साह्रो धुलो थियो। म धुलोमा म कसरी जाने भनेर सोचेर मेरो दिमाग खराब भइरहेको थियो। त्यही माथि नानी पनि थियो। नानीलाई त्यो धुलोले कति असर गर्थ्यो होला, पिर लागिरहेको थियो। अनि धन्न त्यो धुलो पनि बन्द भयो उड्नुलाई। अनि गाडी पनि ठिक्क आयो। अनि गाडी चढेर धरानतर्फ लाग्यौँ।